हाम्रो देश नेपाल कतातिर जाँदैछ त? हाम्रो नेपालको राजनीति कतातिर जाँदैछ त? एक त एमाले 76 जनालाई मारेकै छ र फेरि युवाहरूलाई र स्टुडेन्टलाई ड्रेसमै कुटेको छ। के कारणले गर्दा भण्डीका समर्थक हो भनेर त्यसको लागि कुटिया छ। कुटपिट आखिर के लागि यस्तो भइरहेछ त? राजनीति भनेको जनताको सेवाको लागि पदमा बस्छ कुर्सीमा, जनताको दुःख बुझ्नको लागि। यिनीहरू राजनीतिलाई के बनाइरहेछ? पावर। राजनीतिक भनेको पावरमा आउनु र पावरमा बसेर जे नि गर्न पाइयो, त्यस्तो बनिसकेको छ कि हाम्रो यो राजनीतिकैले। पदमा र कुर्सीमा बसेर जो गलत गरिरहेछ, कानुन बनाएको छ उहाँलाई सजाय हुनुपर्छ, उहाँलाई कारबाही हुनुपर्छ, तर त्यस्तो हुँदैन प्र्याक्टिकलमा। हातमा सत्ता हुन्छ, पावर हुन्छ, तिनीहरू कुनै कानुन कारबाही छैन। आम जनताको लागि मात्र कानुन कारबाही छ क्या यो नेपाल हाम्रो देशको कानुन। जो पदमा बसेर गलत गरिरहेछ, गलतलाई पनि सपोर्ट गरिरहेछ आफ्नो कार्यकर्ता भएपछि, न्याय छैन। यस्तो छ भने देशको राजनीतिक हाम्रो नेपालीमा लडिरहेछ। यस्तो हाम्रो सिचुएसन आइसकेको छ। पीडा हुन्छ यार, दुःख लाग्छ त्यस्तो हेरेर। कहिले सुध्रिन्छ हाम्रो देशको यो जनताहरू? एउटा नेता कार्यकर्ता भएर आफै लड्ने, एकअर्काले मार्ने। यस्तो आज एमालेको कार्यकर्ताहरूले झन्डा चलाएपछि यति आग्रह छ, देशमा आगो बल्न पनि तयार छ, आगो बल्छ भनिरहेछ। तर ती एमालेको कार्यकर्ता झन्डा लिएर कहिले बोलेको छैन कि हाम्रो नेपालमा 76 जना पनि मरेको छ। त्यसको पीडा अलिकति पनि छैन उनीहरूलाई। संसद जसले त्यसको पीडा छ, अदालत जसले त्यसको पीडा छ, सिंहदरबार जसले त्यसको पीडा छ, तर 76 जना मरे त्यसको अलिकति पनि पीडा छैन। आवाज आएको छैन एमालेको कार्यकर्ताबाट र एमालेको नेताबाट। एक हिसाब लिन्छु सिंहदरबार जलाको सरकारमा आयो भने एमाले भन्छ, तर 76 जनाको हत्या कसले गरे त्यो पत्ता लगाउँछु भनेर छैन। यस्तो हाम्रो नेताहरू, महानुभावहरू। मेरो राजनीतिक देशको